Hi, hello, Hansi brother. Hello guys, namaste. Welcome back to my YouTube channel. आज चाहिँ म कहाँ आएको छु थाहा छ? आज आएको छु म हेलो टावरतिर आएको छु घुमे पर्व हेर्नको लागि। घुमे नाच भइरहेको छ, रमाइलो भइरहेको छ। अब कति बोल्न आएन के गाइस। अहिले चाहिँ दाइ पनि हुनुहुन्छ साथमा। हामी सबैजना हेर्न आएका छौँ। मसँग क्यामेराम्यानमा आयुष पनि आएको छ। हामी सबजना यहाँ आएर घुम्ने नाच हेर्न आएका छौँ। रमाइलो भइरहेको छ। म जति पनि क्याप्चर गर्न सक्छु त्यति तपाईँहरूलाई देखाउने छु। जे होस् रमाइलो छ यहाँ। मास्क लगाएको छु भइहाल्छ। लभली छ है सिनहरु त। कहिले म जान्छु त्यहाँ। विमला रोका दिदी कहाँ हुनुहुन्छ मञ्चमा आइदिन म यहाँलाई एकदम छिटो भन्दा छिटो विमला रोका दिदीलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। मञ्चमा आइदिनको लागि यहाँलाई हार्दिक अनुरोध गर्न चाहन्छु विमला रोका र पुरै भित्र राखिदिनु यहाँलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। विमला रोका दिदी कहाँ हुनुहुन्छ मञ्चमा आइदिनु लागि यहाँलाई म हार्दिक अनुरोध गर्न चाहन्छु विमला रोका। यो पर्वको विशेषतालाई सीमा बनाएर नाच्न हो यो कुरा पनि यहाँलाई म जानकारी गराउन चाहन्छु। यहाँनिरको लागि म रमाइलो भएको छ यहाँ चाहिँ होइन। घुमेको रौनक नै फरक छ, हेर्न सक्नुहुन्छ। सबैजनाले आफ्नो आफ्नो मगर कल्चरको ड्रेस लगाएर आउनु भएको छ। तर म चाहिँ मगर भएर पनि ड्रेस चाहिँ सिलाउन बाँकी छ। त्यही कारणले गर्दा पनि मैले मगर ड्रेस दिनै आएको छु। अन्यथा नलिनु होला। यो भूमे पर्व किन मनाउँछन्, किन नाच्छन् भन्ने कुरा त त्यसबारेमा जानकारी लिनको लागि पुर्खाहरूलाई थाहा छ, मलाई भन्दा बढी। मलाई पनि थाहा छ हल्का फुल्का। त्यो के भन्छ नि बर्खामा एकदम बाढी पहिरो त्यस्तो आउँछ नि त। त्यो नआओस् भन्नको लागि अनि राम्रो बाली नाली उब्जनी होस् भन्नको लागि यस्तो भूमे पूजा गरिन्छ अरे के गाइस।
हेर्नुहोस् त यी बुढाबुढीहरूलाई कति रमाइलो भइरहेको छ होइन। हेर्नुहोस् न यो भूमि मेलामा आएर जे होस् जम्पिङ गर्न पाएका छन्। यस्तो छ हेर्नुहोस् त यहाँको माहौल आज यस्तो छ। आयुष पनि आएको छ। आयुषको थोपडा किन त्यस्तो आएको छ। आयुष हेलो। त्यही नै हो गाइज। तलतिर चाहिँ गहिराईमा चाहिँ जे होस् नाचिरहेका छन्। तल चाहिँ एकदम के भन्छ ग्रुपमा नाचिरहेछन्। जे होस् रमाइलो छ कि त्यहाँको रौनक नै छुट्टै छ। रमाइलो नै त्यहाँ छुट्टै छ। त्यहाँ एकछिन हेरेर आइ पनि सकेको हामीहरू चाहिँ। फुच्चीहरूलाई क्युट क्युट फुच्चा फुच्चीहरू। नानी नानी हेलो नानी। तँ फुच्ची फुच्ची डन। बाबु बाबु यता हेर हेलो भन न। बाबु हेलो भन मेरो मलाई। बाबु हेलो भन। हेलो भन ल। चस्मा लगाइदिएर देखाइदिऊ। नमस्कार भन। वाउ बाबु नानी। वाउ बाबु नानी कति क्युट होइन। दुईवटा नानीहरू। हेलो भनिदिनु न तपाईँले नि। सेलरोटी पनि छ। सेलरोटी किन्नु पर्यो। कति रुपियाँ आन्टी एउटा सेलरोटीलाई? 25 रुपियाँ एउटालाई। ए दुईवटा जति दिनु न। पकौडा सेलरोटी सबै रहेछ। नानीहरूले के खाने हो भन न। लाज माने छिन् फुच्चीहरूले पनि। दुईवटा सेलरोटी दिनु है। यी सानीहरू। हाई सानी हेलो भनिदिऊ कि हेलो भनिदिऊ। यस्तो गरिदिऊ हेलो। देख्यो फुच्चीहरू पनि चिटिक्क ड्रेस लाएर आएका छन्। नानी लाज मानेर कस्तो गर्छिन् सानी नानीहरू। अब देखाउँदैन ल यी फुच्चे। यहाँ हेर्नु यो भिड किन लागेको छ थाहा छ? तलतिर नाचिरहेका छन् होइन। तलतिर हो त्यहाँ नाचिरहेछन् होइन। यहाँबाट हेरिरहेका छन् रोडका साइडबाट पारीसम्म हुँ पारीसम्म। सो गाइज अहिले चाहिँ म भूमे पर्वमा आएको छु। रमाइलो भइरहेको छ। हेर्नुहोस् त मान्छेहरू कति धेरै आएका छन्। जोस् रमाइलो छ यहाँ चाहिँ। आज खुसी लागिरहेको छ। यहाँ मोटेले के खाइरहेको छ हेर्नुहोस् न। लुकी छिपी के हुन्छ नदेखाइ नदेखाइ गाली गर्छ भनेर के। यसलाई हामीले चक्लेटहरू केही पनि खान दिन हुन्न भनेर डक्टरले पनि भनेको छ। त्यही कारणले गर्दा यसको पेटमा फेरि पत्थरीको के त अनि पत्थरी परेन तेरो बिचमा किडनीमा पत्थरी परेको थियो। त्यही कारणले गर्दा मिठो चिजहरू गुलियो चिजहरू माछा मासुहरू नखाने भनेको थियो। तर यसले चाहिँ लुकी छिपी खाइहाल्छ कि। हेर्नुहोस् न यो चाहिँ यालो भिआई के यालो भिआई। खोइनुहोस् भने होइन भन् जस्ट मजाक गरेको है। हुन त हो त्यो चाहिँ सत्य नै हो त। हेलो बाबु हेलो। बाबु घर कहाँ हो? भूमे मेलामा आएको हो। कस्तो लागिरहेछ? दामी लागिरहेछ। मगर ड्रेसमा दुवैजनालाई कति दामी चिटिक्क सुहाएछ। दुई भाइ हौ। ए तपाईँको छोरा? ए दाइको छोरा। म त यति छिटो बिहा गरेर पनि छोरा भइसकेको सोचेको थिएँ कि। गाइज मैले चाहिँ सेलरोटी पनि किनिसकेँ। अब चाहिँ खाना बाँकी छ है। खाना बाँकी छ। सेलरोटी चाहिँ कालो छ। किन कालो छ थाहा छ? कोदोको हुनसक्छ। म खाँदैछु। दामी छ दामी। कोदोको सेलरोटी फर्स्ट टाइम खाँदैछु। मिठो छ मिठो छ। नानी हाँसेर मैले बनाएको भिडियो बनाएर हाँसिरहेको थिएँ कि अटोबाट हेरेर।
पानीबाट कोदोको मिठो छ भयो दिन्न पाउँदैनौ एक्लै मिठो पाएपछि त हामीहरू पारीतिर पाल्लोपट्टिबाट हेर्न जाने हो। यहाँ चाहिँ रोड पऱ्यो क्या बिचमा रोड पऱ्यो त्यही उता गएर हेर्न जानु लागेको हो। हेलो दाजु मेरो भ्लगमा स्वागत छ। भूमि नाच कस्तो भइरहेको छ? के राम्रो भएको छ एकदम रमाइलो भइरहेको यो भूमि नाच किन नाच्छ मलाई जस्तो लाग्छ? छ यो त कला संस्कृति हाम्रो मगरहरूको चाहिँ धन भनेको चाहिँ कला हो नाच हो यहाँ सोचे रमाइलो लागिरहेछ। रमाइलो लाग्छ बब्बे लागिरहेको छ भूमि पर्व कस्तो लागिरहेछ? एकदम रमाइलो हाम्रो मगरहरूको संस्कार हजुर तपाईँको नाम के हो? मेरो सुशील रोका बाई हेलो भन्नु न त्यतिकै हो। छिटो आउनुहोस् वेलकम हेलो पहिला हामी चाहिँ उता पारी थियौँ होइन, अहिले चाहिँ हामी वल्लोपट्टि आएका छौँ। पारी चाहिँ धेरै घाम छ।
गाइज अहिले चाहिँ मैले मगर ड्रेसमा चिटिक्क सजेर आउनुभएको मगर दाइलाई भेटिसकेको छु। हुन त म पनि मगर नै हो। अनि कस्तो लागिरहेको छ? एकदम राम्रो, दामी लागिरहेछ। दामी। अनि यो भूमि नाच किन नाच्नु पर्छ जस्तो लाग्छ? एकदम पहिला तपाईँको विचारमा हजुर तपाईँको विचारमा भूमि पर्व किन नाच्छन् जस्तो लाग्छ? मलाई लाग्छ मगरहरू त पहिलादेखि नै नाच्दै आएको कारणले गर्दा। अनि किन पूजा गर्छन् होला भूमिको? यो उसको प्रकृतिको पूजा गर्ने भएको कारणले गर्दा होइन दाइ? धन्यवाद दाइ, बाई बाई। अहिले चाहिँ म यहाँ हेरिसकेर जे होस् रमाइलो भयो। अब चाहिँ म यो ठाउँबाट अर्को ठाउँ उता बस पार्कनिर पनि भूमि नाच प्रोग्राम हुन्छ डेली, त्यही जाँदैछौँ। यो चाहिँ सायद 1 हप्ता जतिको हुन्छ भूमि नाच, त्यही जान लागेको छु है त गाइज। त्यहाँ चाहिँ राम्री तरुणीहरू भेटिन्छन्, त्यही कारणले गर्दा जान लागेको कि राम्रै नानीहरू त्यही नाच्छन् कि नानी बाबुहरू होइन, राम्री सबैलाई भनौँ न। तपाईँहरूलाई देखाउनको लागि भनेको कि मैले चाहिँ, मेरो लागि त होइन है, अलरेडी म्यारिड, त्यही कारणले गर्दा भनेको कि तपाईँहरूको लागि मात्र भनेको है। राम्रीहरू हेर्नु मन छ भने भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला, किनकि उता खोलातिर गएपछि झन् दामी नानी बाबुहरू नाचिरहेका हुन्छन्, तिनी सब देखाउने छु है त। हेलो पुच्ची, हेलो भन्थ्यौ, के छ, ठिक छौ? चाहिँ कराते प्लेयरहरू छन्, म तिनीहरूलाई देखाउन गइरहेको छु। हेर्नुहोस्, हेलो कराते प्लेयरहरू। मलाई चाहिँ बक्सिङ नहान्नु है, फेरि 1 पन्च नहान्नु नि मलाई। योले चाहिँ घन्टी लगाएछ, हेर्नुहोस् त यता। ओइ गर्मी भयो यसलाई चाहिँ। जिब्रा निकालेछ त अनि हजुर। आइज बुझेछ यसले। अहिले खबाङको नम्बर 1 ब्लगरलाई भेटाइसकेको छु। अन्त सोल्टिना हेलो, ह्याप्पी भूमि नाच। नानी हाई, नानी कति दामी रहेछ नि, लास्टै क्युट छिन्ने। नानी तिमीभन्दा, नानी तपाईँभन्दा झन् दामी हो के? ल जानु होला है, हामी त गएर आएको कि फर्केर आएको, हेरिसकेको। बन्ता सोल्टिना हाई। यहाँबाट चाहिँ 2 बहिनी हुनुहुन्छ, सेम टु सेम हुनुहुन्छ, यहाँ र यहाँ जुम्ल्या जस्तो हुनुहुन्छ। ल बाई। ब्लगमा हेलो दिदी, मेला कस्तो भयो? सक्यो? हेलो टावरतिर जानुहुन्छ? बाई बाई बाई। हेलो हेलो हेलो। जा अगाडि। के मसँग देखिन मन परेन, लाज लाग्यो? भ्लगरसँग देखिन लाज लाग्यो र यसलाई। हेर्नुहोस् त गाइज, गाइज म चाहिँ आइसकेँ है, नाच्ने ठाउँमा पनि आइसकेको छु।
फ्यान्सी ब्रदर हामी सक्नु थाम्न अनलाइन जिम्मेवारी दिएका छौँ बाली सकलाई भाइरल गरिदिनु ल भाइरल गरिदिनु ल म रामबाटाको नाकको हरि एउटा सहयोग गरिदिनु ल सहयोगमा पैसा माग्दैन
पनि नाच्न जाँदैछु, हेर्नु होला है गाइस। सिक्दैछ है केटाले, सिक्दैछ। गाइज फर्स्ट एक्सपिरियन्स हो, माफ गरिदिनु होला। कस्तो लाग्यो? मलाई त लास्टै हाँसो लागिरहेको थियो, लाज लागेर होइन। फर्स्ट एक्सपिरियन्स हो कि, नेक्स्ट टाइम आयो भने चाहिँ दामी गरेर नाच्न सिक्छु होला।